हेलो, हामी चाहिँ तल शान्ति स्तूपबाट चाहिँ हामी यहाँ अहिले पुम्दीकोट आएको। पुम्दीकोट यहाँ चाहिँ हुनुहुन्छ कार्तिकेय, यता हुनुहुन्छ माता पार्वती। अब तलबाट चाहिँ माथि यहाँ माताको चरणमा आइसकेका छौँ। अनि त्यसपछि चाहिँ यता चाहिँ हुनुहुन्छ महादेव शिवजी। यहाँ छन् भाइ। हेलो सर, केही भन्नुहोस् न। हामी चाहिँ अहिले पुम्दीकोटमा छौँ। बारी माता पार्वतीलाई भेटिसकेपछि अहिले चाहिँ हामी शिवजीलाई भेट्न आएको। देख्न सक्नुहुन्छ शिवजी पछिल्लो समय निर्माण भएको यतै भित्र रहेछ क्या नै हो। ल हामी चाहिँ यति बेला 5:30 बजीतिर पुम्दीकोटमा छौँ। पुम्दीकोटमा चाहिँ अब यो लास्ट आवर हुनुपर्छ विन्टरको समयमा। आइयो हामी पुम्दीकोटको टपमा आइयो। शिवजीको मूर्ति हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ धेरै भिड छैन दर्शकहरूको, अहिले साँझको समय भएर होला है। हजुर, अलिअलि दर्शन गर्ने हिँड्नु न, अगाडि अगाडि हिँड्नु न। कहनु न। दाइको वाकेको हो भने हामी चाहिँ अहिले शिवजीको ब्याक भ्यूबाट गुज्रिरहेका छौँ। यहाँ देख्न सक्नुहुन्छ शिवजी। यहाँ शिवजीको डम्बरू देखिए है कि नहीं? डम्बरू, यहाँ शिवजीको डम्बरू, यहाँ शिवजी यहाँ हुनुहुन्छ शिवजी। यहाँ शिवजी, यता चाहिँ शिवजीको डम्बरू देख्न सकिन्छ। यहाँ शिवलिङ्ग देख्न सकिन्छ। यहाँ शिवलिङ्गहरू छ मजाले। पञ्चकन्याको साइडमा त्रिकन्या रहेछ होइन। अहिले चाहिँ पुम्दीकोटमा अब शिवजीलाई हामीले टप भ्यूबाट हेर्न जाँदैछौँ। यो चाहिँ टप भ्यू।
Let me on. Gang, is this top? I'll show you. We want to be close or far? यहाँ चाहिँ हुनुहुन्छ इन्टरनेसनल दर्शकहरू हामी चाहिँ नेसनल परियो Photo is out. उहाँ चाहिँ कार्तिकेय र माता पार्वती ओके लेट्स मुभ हियर इज बिग डम्बरू डम्बरूमाथि चाहिँ नागराजा Get the view. And that is पोखरा पोखराको बजार यो हामी हेर्दैछौँ साँझको दृश्य यहाँ चाहिँ गणेशजी हाम्रो 5 राउन्ड भयो 2 राउन्ड